काटेर रेडी भयो फिस करी। हेलो गाइज, वेलकम टु आवर युट्युब च्यानल पिआर मुकबाङ इटिङ च्यानलमा हजुरहरू सम्पूर्णलाई हृदयदेखि नै स्वागत छ। आशा छ हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि हामी यहाँ आरामै छौँ। फेरि पनि सदा चाहिँ तपाईँहरू सामु यहाँ अर्को खानाको नयाँ परिकार आउँछ है मलाई जहिले है। नयाँ परिकार त होइन, हामी चाहिँ लोकल बेसमै है, लोकल खानेकुराहरू नै लिएर आउनेछौँ आएको छौँ है आज पनि। अनि आज चाहिँ के कमी छ भन्दा पनि आज हाम्रो यहाँ तपाईँहरू गेस गर्नुहोस् त कसको कमी छ यहाँ है। आज छोरो छैन, आज हामी दुईजना मात्रै छौँ। त्यही भएर एकजनाको कमी छ है, एकजनाको कमी छ। अनि मेरो माइत पनि नजिकै हो नि त, अनि त्यही भएर मामाला गएको छ आज छोरो। अनि आज हामी दुईजनाले मात्रै बनाउने छौँ भिडियो। स्पेशल उपहार पनि आएको छ। आज मेरो सासूआमाले यो लेकको खसीको तपाईको यो के भन्छ भने लेक खुट्टाको लिएर आउनु भएको छ र मेरो वाइफले फिस पकाउनु भएको छ। यहाँ फिस ग्रेभी हैन, त्यसै गरेर यो भात त भइगयो। यो पपैया मेरो घरकै हो है। तर तपाईहरुले कमेन्ट गर्नु होला यो पपैयासँग चाहिँ मासु खान मिल्छ कि मिल्दैन, यो नलेज मलाई भएन। तपाईहरुलाई यसको बारेमा थाहा छ भने मलाई कमेन्टमा भन्नु होला पपैयासँग मासु खान मिल्छ कि मिल्दैन है। अब ढिलो नगरिकन हामी स्टार्ट गर्ने छौँ। मलाई भोक एकदम लागिसकेको छ है। तपाईहरु गाइज अन्त्यसम्म रहिदिनु होला है। अब भिडियोहरुलाई एकदम मन पराइदिनु होला। हामी चाहिँ खाने छौँ, तपाईहरुले चाहिँ यसको मजा लिनुस् हैन। हजुरहरु पनि हामीसँगै खानुस् है। अनि अहिले अब त हामी भिडियो बनाउने बेलामा तपाईहरु कतिले खादै होला, कतिले खानु भएको छैन होला। यदि खानु भएको छैन भने पनि हाम्रो भिडियोहरु अरु बेला पनि हेर्दै तपाईहरु पनि खानुस् है। ल म स्टार्ट गर्ने छु साथीहरु। यहाँ साग चाहिँ भन्नुभयो, साग चाहिँ यहाँ यो थालमा चाहिँ अलिक थोर छ है, किनभने मुङ्ग्री माछा भन्दो रहेछ है। मुङ्ग्री हो आज, मुङ्ग्री माछा। म चाहिँ सागसँग खानु पर्यो पहिला। फेभरेट हो नि त साग है। फर्स्ट बाइट है। लट्टेको साग। छोरो नहुँदा पनि कस्तो खल्लो खल्लो हुँदो रहेछ है। फर्स्ट टाइम हाम्रो भिडियो है छोरा बिनाको अहिलेसम्मको। लाग्नु छ है। स्पुन हाल्नु पिसेस। ल आज स्पुनै राख्नु पर्छ है। उता राख्नु। यहाँ चाहिँ साथीहरु यो चाहिँ मुङ्ग्री माछा है। कसलाई मन पर्छ मुङ्ग्री माछा? मलाई चाहिँ काँडा हुँदैन नि त, मन पर्छ रे। काँडा त हुन्छ हुँदैन भन्नु मिल्दैन, तर त्यो पोखरीको माछा जस्तै हुन्छ नि, किचिङ 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 काँडा हुँदैन के। बिचमा मात्र हुन्छ, साइडमा हुँदैन यसको। फिस करी। साग चाहिँ छुटाउनै नमिल्ने। मासु माछा भयो भने चाहिँ साग चाहिँ कहिले नछुटे पनि हुन्थ्यो मेरो लागि चाहिँ। कहिले काहीँ छुटिहाल्छ नि, एभाइलेबल हुँदैन। दामी भयो।
भोक लागिरहेको अहिले पकाउँदा पकाउँदा है। खाना चाहिँ सेलायो मम्मीले पकाउनु भएको यो लेग के अरे खसीको खुट्टा दामी पकाउनुहुन्छ है हाम्रो मम्मीले। मलाई पनि मन पर्छ जे पनि मम्मीले चाहिँ एकदम लोकल स्टाइलले दामी पकाउनुहुन्छ। पकाउनुहुन्छ। साफ नभए मन पर्छ दियो मिठो पकाउनुहुन्छ। लगभग गाउँमै मिठो पकाउने पर्नुहुन्छ होइन। अरूले भनेको सुनेको छु है मैले। मम्मी जस्तो पकाउनु त अझै आउँदैन मलाई। अब यसको ग्रेभीसँग टक्क खानुपर्छ। यो छेलियो है सबै। ग्रेभी यहाँ पिरो पिरो भएछ आज सबै कुरा। अहिले स्कुल नगएर हातैले डिस्टर्ब पो भयो। काम अप्ठ्यारो भयो। अहिले उता लाग्नु नि बरु ठिकै छ। ठिक छ। यो भात चाहिँ मिठो लाग्छ किन यो है सानो सानो के कस्तो मजाले काट्नु भएको कि घरमा मम्मीले हाम्रो आफैले काट्नु भएको कि। तपाईहरु पनि यो चाहिँ के कुकरमा हैन है कराईमा पकाउनु भएको हैन अरे? कराईमै होला। कराईमा पकाउनुहुन्छ? टाइम लाग्छ धेरै भित्र। बिस्तारै धेरै बेर्छु म क्या पकाउनु। कुकरको मिठो लाग्दैन अरे नि त। फ्याट्याक्क चाहिँ मन पर्दैन हाम्रो मम्मीलाई। पुरै पाकेको। यस्तो नि त फेरि ल्याउनुहुन्छ होइन अनि पोल्नुहुन्छ क्या फेरि घरमा। त्यही भएर त्यहीँबाट काटेर ल्याउनुहुन्न क्या नभए त त्यहीँ काटेर दिइहाल्छ नि होइन। ल्याउनुहुन्छ घरमा अनि पोल्नुहुन्छ सबै सफा गरेर अनि सानो सानो पिस पार्नुहुन्छ कस्तो मजाले। म त काट्नै जान्दिनँ अझै पनि। काट्नै सक्ने त्यो सानो सानो पिस हात काटिन्छ कि भनेर।
यो हेर चाहिँ है कत्रो के मुङ्गरी माछाको त टाउको चाहिँ ठुलो के है टाउकै ठुलो हुँदो रहेछ है हेर्नु न साथीहरू कत्रो के यहाँनिर त्यो चाहिँ मैले पुरै सफा गरेको है पुरै 1-1.5 घन्टा जति त ढाडी नै दिएको नुनमा यसको छालामा चाहिँ साथीहरू पुरै लेउहरू हुन्छ नि त त्यो चाहिँ कतिलाई थाहा छ कतिलाई थाहा छैन है प्राय नुनमा चाहिँ 1-1.5 घन्टा जति चाहिँ ढडाएर राख्नुभयो भने अनि ढडाएर मतलब साँधेर राख्नुभयो भने चाहिँ अनि 1-1.5 घन्टापछि पुरै त्यो सिमेन्टमा पुरा त्यो लेउहरू जाने गरी सफा गर्नुपर्छ हल्का रब भन्यो अब फेरि जति खानुहुन्छ त्यति नुन मात्रै हाल्नु होला न त चर्को हुन्छ फेरि धेरै हाल्नुभयो भने नुन चाहिँ भित्र कस्तो रहेछ हाम्रो बाबुलाई पनि मनपर्छ यो मुङ्गरी माछा चाहिँ आधा भइहाल्छ कि माछामा दाल खानै बिर्सिनु भएछ त दाल पिएर खान्छु मासुको रससँग मिठो भइरहेको छ हाम्रो दाल गए भाड्ने अब जान्नु भयो सब खडीहरू मजा आउँछ चर्काउन खसीको खुट्टाको सुप त है राम्रो अरे नि त बिरामी कमजोरीको लागि
यो चाहिँ लोकल ढुङ्ग्री चौरी खानु यमी दामी भयो सो गाइज फाइनली मैले चोक्टा जति सबै फिनिस हानिदिएँ अब चाहिँ झोल जति खानुपर्छ ल साथीहरू साथीहरूलाई भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट र सेयर गर्नुहोला मन नपरे पनि लाइक कमेन्ट सेयर गर्नुहोला केही कमेन्टहरू सल्लाह सुझाव दिनुहोला तपाईहरुले यहाँ सुधार्नु पर्ने है यति अब फिस करीको रस सबै हाल्दिन गरम ल ज्याम खानुपर्छ क्या भात त्यो मैले रस हाल्ने अनि ज्याम माछा खाने बेलामा एकदम डर लाग्छ क्या चाहे काँडावाला होस् चाहे नवाला दुईचोटि मेरो घाँटीमा अड्केको छ नि त काँडा सिजनको प्याज साह्रै मिठो हुँदो रहेछ नयाँ प्याज हो नि त हेल्थको लागि पनि राम्रो हो स्किनको लागि है के छ यहाँ हुँदैछ हो किरा हो क्या रे किरा छैन जस्तै छ एउटा मलाई पनि ढुङ्गी पास गरिदिनु अब यो ढुङ्गी के भेट खान टाइम लाग्छ ग्रेभी जति यति मलाई भेट पनि छ दाल पनि छ दाल र फिसको रसले हुन्छ नि त साँझै हामीलाई ग्रेभी अलिक बढी चाहिन्छ कि साथीहरू दाल बनाइदिन्छु त ठिकै छ त ग्रेभी रस धेरै चाहिन्छ क्या मलाई चाहिँ धेरै रस चाहिँदैन मासु र माछाको रस भएर त दालको रस त पिउनै मन लागेन साथीहरू यो चाहिँ खाइँदैन यो चाहिँ डल्लै है यो चाहिँ प्राय कसैले पनि खाँदैन होला नि त्यो माथिको खाने हो मासुहरू
साग त एकदम खानुपर्छ तर त्यति साह्रो चाहिँ खाइँदैन कि थोरै चाहिँ खाइन्छ साग हेल्थको लागि राम्रो हो तर म त्यति खादिनँ मेरो वाइफले चाहिँ खानुहुन्छ है सागसँग त सकिँदैन साग र करेलासँग सकिँदैन मैले प्रेग्नेन्सीमा बाबु पेटमै हुँदा कि साथीहरू करेला त कति खाएको कि कति मन परेको कि करेला फ्राई भुजुली एक केजीसँग फ्राई गरेर खानु भएको छ बडीमा बडी त्यत्रो खाएको छ र फ्राई एकचोटि गरिदिँदा खाएको होइन त्यो भुजेरी बनाइदिँदा अनि म त एक पाउभन्दा बढी सक्दिनँ करेला चाहिँ तर यस्तो हो फ्राई गर्दै जाँदाखेरि थोरै हुन्छ नि त आफूले त दाल त खानै मन लागेन पानीको काम गर्छ नि माइन नगर्नु होला डकार यहाँ अब चिल्लो चाप्पा खाएर अलिअलि डकार आइहाल्दो रहेछ साथीहरू अब मटनको ग्रेभी पनि फिनिस हानिदिने हो यो चाहिँ हड्डीका टुक्राहरू चाहिँ हुँदो रहेछ कि त्यो काट्ने बेलामा के अब छोरोले के गरिसक्यो होला हजुरआमालाई बस्न दिएको छैन होला खेलेको खेलै उसँग खेलेको खेलै गर्नुहुन्छ साग चाहियो अघि नै चाहियो त चाहियो भने अहिले त मेरो खाना सिकिसक्यो खाना त्यति त छ साग आफूलाई त्यति मन पर्दैन कि हेल्थको लागि राम्रो हो धेरै छैन त अब चाहिँ सबैलाई खानु भन्ने अब मेडिकल पर्सन भएर अब चाहिँ थोरै खाने अलिक साथीहरू आफूलाई मासु नै धेरै मनपर्छ के गर्नु पपैया चाहिँ मनपर्छ सलाद चाहिँ खानुपर्छ किलो भयो भने माछा खानु मिल्छ मिल्ने त्यो कुरा चाहिँ थाहा भएन राम्रो थिएन छिप्पेको थियो त्यही भएर तपाईँहरूले जसलाई थाहा छ यसको बारेमा भन्नु होला है ल मैले त फिनिस हान्न लागिसकेँ ल पपैया पनि दिनु न फेभरेट है मेरो चाहिँ यो पाकेको भए पनि चल्छ
डल्लै भयो भने चल्छ। कहाँबाट मसला आयो र? ल दामी हो नि यो। हरियो सागभन्दा पनि धेरै राम्रो हो, खानुपर्छ यो। त्यो पनि घरको अर्ग्यानिक। गुलियो खालको छ के तर मलाई यस्तो धेरै पाकेको भन्दा मैले कम पाकेको मनपर्छ। हेल्थको लागि निकै राम्रो है। भिटामिन प्रशस्त मात्रामा पाइन्छ। आइजको लागि पनि एकदम राम्रो। ल मैले त अब सक्दिनँ एकछिनमा पेटमा ठाउँ छैन त हुँदैन। डरो खाइयो साथीहरू, सफाचट बनायो है आज। आज चाहिँ च्यालेन्ज गर्नुपर्ने रहेछ है 1000को। कसले जित्ने रहेछ साथीहरू कमेन्टमा। मैले जितिगएँ नि साथीहरूलाई थाहा हुँदैन। यहाँ मैले सबै यहाँ राइस पनि फिनिस गरेँ। यत्रो म मासु खाएँ, माछा खायो। फिस एक प्लेट पुरै फुल प्लेट। यो 2 केजी बराबरको थियो पपैया लगभग। यत्रो यहाँ फिनिस गरेँ। यहाँ मैले फिङ्गर फिनिस गरिसकेँ। 2 पिस खाएर हुन्छ होइन। कम त अर्को दिन च्यालेन्ज गरौँ न त। कसले जित्दो रहेछ। डक्कर आउनु खोज्छ साथी, माइन्ड नगर्नु होला। यो चाहिँ के साह्रो मलाई मन पर्यो हो यो चाहिँ फिङ्गर। साथीहरू हजुरहरूले कतिको मनपर्छ यो फिङ्गर? सानोमा मनपर्ने कुराहरू पछि ठुलो भएपछि बुढी हुँदै गएपछि झन् छोड्नु पर्ने होइन त, मन नलाग्नु पर्ने होइन। मलाई त जस्तो त्यस्तै अझै पनि मन पर्ने नै रहेछ कि यो फिङ्गर। मेवा पनि फिनिस गरिसकेँ मैले। भयो ल खाइसकेछ भने साग पनि छोड्नु भइसक्यो। साग अलिक कम मनपर्छ मलाई चाहिँ। दाल पनि छुनु भएन है। यहाँ मासुको झोल हुँदा हुँदा होइन अनि उता माछाको रस हुँदा हुँदा कसले दाल छुन्छ होइन साथीहरू। फाइदाको कुरा हो नि त हैन। तर छुने मन लागेन आज के गर्नु जिब्रोलाई। पानी नपिउनु अब दाल पिउनु। ए भइहाल्छ नि त दाल पनि पिउँदा। दाल पनि पिउन सकिहाल्छ नि के छ र। पानीको साटो ल हैन सागको साटो यसले पनि त दालले पनि त अनि चिल्लो कटाउँछ नि त। मिठो रहेछ है यार दाल। दाल त मिठो रहेछ नि। अनि मुसुरीको दाल हो नि त मुसुरी। ल साथीहरू दाल पनि मैले खाइसकेँ होइन। ल के भन्नु छ साथीहरू यस्तै हो होइन। भिडियोहरू यस्तै लोकल तरिकाले आउँछ है। लोकल बेसमै बन्ने खानाहरू नै आउँछ है हाम्रो। अनि यसको अब अरू पनि तपाईँहरूलाई मनपर्छ भने होइन तपाईँहरू यस्तो खालको पनि लिएर आउनुहोस् न, कस्तो चाहिँ हुँदो रहेछ होइन भनेर चाहनुहुन्छ भने कस्तो खालको चाहिँ लिएर आउने होइन त्यसको बारेमा पनि हामीले कमेन्ट गर्नु होला। अनि हामी ल्याउने कोसिस गर्नेछौँ। अनि अब त्यही हो, लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला। अनि फुल वाच गरिदिनु होला है भिडियोहरू।
अनि साथीहरूलाई पनि सेयर गर्नु होला। अनि हामीलाई अब हामी एकअर्कामा सपोर्ट गर्दै अगाडि बढ्नुपर्छ। नयाँ अब हामी बिगिनरहरू है, पछिसम्मै सबैले साथ सपोर्टको खाँचो त जतिखेर पनि पर्छ, तर अझ नयाँहरूलाई हाम्रो मकवान यसमा आउन चाहनुहुन्छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँलाई हामी के भन्छ कन्ट्याक्ट नम्बर छोड्न सक्नुहुनेछ र तपाईँहरूलाई हामीले मकवानमा हामी सामेल गराउनेछौँ है। तपाईँहरूलाई स्वागत छ, एकदम खुल्ला दिलले स्वागत छ। हजुरहरूसँग हामी पनि सँगै यो के अरे मुखबाङ गर्न चाहन्छौँ। हजुरहरूसँगै चाहनुहुन्छ भने होइन हामीलाई सम्पर्क गर्नुहोला। अनि हजुरहरू पनि नम्बरहरू छोड्नु होला, कमेन्ट गर्नु होला। अनि हामी चाहिँ कोसिस गर्नेछौँ होइन, हामी सँगै कोलाबोरेट गरेर है यो मुखबाङ गर्ने कोसिस गर्नेछौँ। अनि ल अब आजलाई यति नै। अब अर्को भिडियोमा भेटौँ। तपाईँहरूको साथ सपोर्ट अनि तपाईँहरूको साथ सपोर्टको खाँचो छ। अब हजुरहरू सबैजना आरामै बस्नु होला, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, ह्याप्पी बस्नुहोस्, लाइफमा इन्जोय गर्नुहोस् है। काहीँ पनि कमी कमजोरीहरू नछोड्नुहोस्, इन्जोयको मौका पाउनुहोस् हैन। एज हुँदैखेरि हामी जस्तो हैन यस्तो के मौका पाउनु भयो भने इन्जोय गर्न चाहिँ छोड्दै नछोड्नुहोस् होला खान। अब यो खाएर पनि यो इन्जोय नै हो नि त हैन। त्यही भएर खाएर डुलेर घुमेर टेन्सन छ एकतिर टेन्सनलाई साइड लाउने अनि खान बस्ने गम कि गम है साथीहरू। यही छ। अब हजुरहरूलाई सबै साथीहरूलाई बाइ बाइ। अब नेक्स्ट भिडियोमा भेटौँ है। बाइ बाइ। बाइ बाइ। गुड लक।